हेलो एभ्रिवान, जोरले हजुरहरु सन्चै हुनुहुन्छ होला। म नि एकदम सन्चै आरामै छु। आज चाहिँ अलि मैले बेलुकैबाट भ्लग सुरु गरेको, किनभने बिहान मलाई दिउँसो मलाई अल्छी लागिरहेको थियो। अघि नै बजार गएको थिएँ दिउँसो। बजारमा भ्लग गराउन मलाई लाज लाग्छ साथीहरु बोल्नलाई, त्यही भएर मैले चाहिँ अलि घरतिरै बनाएको। किनभने घरतिर बनायो भने अलिकति लाज लाग्दैन, बजारतिर त बोल्न लाज लाग्छ नि त, त्यही भएर हो। अहिले अलि खासै ठुलो भ्लगर भएको छैन नि त, अलिकति भाइरल भयो भने त फेरि बोलिदिन्छु नि। फेरि अघि बजार गएको थिएँ, सङ्गम भाइलाई भेटेँ। सङ्गम भाइ र म टक्क गयो खाजा खान चटपटे। भाइ र म चाहिँ भर्खर घर आइपुगेको। मम्मी नि बजार जानुभएको थियो। बजार गएर मम्मीले चाहिँ सामान छोड्नु भएको थियो कि मैले चाहिँ चाबहाटबाट सामान लिएर आएको, ओलभेडा अनि उसहरू। अब भात पकाउनु पर्छ भन्थ्यो, बसाल्नु पर्छ भन्थ्यो। अब ला अँध्यारै रहेछ त, बत्ती नि बालेखान रहेछ। यी साथीहरू माछा सुकुटी, यो चाहिँ गङ्गटा, यो तलको बजाइले दिनुभएको क्या, तलको मम्मीको साथीले। हाहा भात बसाल्या रहेछ। यस्तो छ साथीहरू, अब भात खानुपर्छ। मम्मी चाहिँ घाँस खान जानुभयो क्या। मम्मी घाँस खान जानु देख्दैन क्या हो। ओ त्यहाँ जानुभयो घाँस काट्न। मानुङ डाँडा देखाउँछु है म। मानुङ डाँडा, मानुङ कोटैमा। ए भ्यू टावर, यो चाहिँ टावर हेर्नु। त्यो खुडी डाँडा भयो, उताको बिनकोट डाँडा। के डाँडा हो, के डाँडा। राङकोट डाँडा पनि देखाइदिन्छु। राङकोट डाँडा चाहिँ ओ त्यो 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 देखाएन होला है। हरि त्यही हो राङकोट डाँडा। आहा मुद्दुन्थे अनुहार अघि बजारबाट आउने बेला चाबहाटमा फेरि भर्खर पिच रोड बनाइराख। पिच रोड बनाएको कारणले चाहिँ त्यहाँ एकदम जाम पर्छ कि, धेरै जाम पर्छ है। अघि बजारबाटै हो पिसाब च्यापेको है, झन् अफ रोड आम्मामा खत्रो 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 गर्दा त चुहिनै लाग्यो पिसाब त। चाबहाट दिदीकोमा आएर अस्ति खाजा खाएको थिएँ नि, त्यो दिदीकोमा आएर मस्त पिसाब फेऱ्यो अनि आएको। माथि चढेको अनि टक्क माथि चढेको साथीहरू। हेर्नु कति राम्रो फुल छ क्या। यो फुल के टक्क भोलि एक टक्क फुल्दा चाहिँ सेतो हुन्छ, अनि बिहान भएपछि यस्तो पिङ्क कलर हुन्छ क्या। खतरा कलर चेन्ज हुन्छ यो फुलको। आज 2 दिन भयो यो बाख्रालाई घाँस नकाटेको मैले। बाख्रालाई हिजो नि माछा मार्नु गयो, अस्ति माछा मार्नु गएँ, आज चाहिँ यस्तै भयो। के गर्नु साथीहरू, भोलि कतै गएन भने चाहिँ काट्छु यसलाई घाँस। त्यही घाँस छ अलिअलि, कम काट्नु रहेछ। घाँस छ अलिअलि। ओभर थकै लाग्छ साथीहरू। त्यो अफ रोडमा कि त्यो खत्रो 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 घोडामै हिँड्दा पऱ्यो, त्यस्तो हुन्न होला हो, थकै लाग्दैन होला। बाइक स्कुटरमा हिँड्दा त आम्मामा थेत ढाडै दुख्यो। अस्ति जानु त बारीमा त्यो झारकै घसेटा, के भन्छ त्यसलाई, घसेटा नै घसेटा, त्यो लट्ठीले यस्तो यस्तो स्वारेको, के भन्छ त्यसलाई, जम्मा गरेको भन न, के स्वारेको सुरेको होइन, जम्मा गरेको। हेर्नुहोस् त्यो सड्केछ क्या ढाड,
यस्तो 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 कस्तो कस्तो गर्दा लास्टै दुख्यो अस्ति एक दिन त मम्मीले तेल लगाइदिनु भएको थियो त्यसपछि लगाएकै छैन माछा मारे होइन माछा मारे होइन के ल साथीहरू म चाहिँ आज तपाईँहरूलाई अहिले मैले तरकारी बनाएको देखाउँछु तरकारी कस्तो मिठो बनाउँछु मम्मी घाँस काटेर आउनुभयो त्यता मम्मीले देख्यो भने नदेखा भन्नुहुन्छ अब घाँस काटेर आउनुभयो मिठो खाले मम्मी वासेले चाहिँ वासेमाले अनि टक्क वासे जग्गाले दसैँ वासेन मा भन्ने माल त लाफाको वासेले र वासे जग्गाले ज्याम ज्याम जग्गाले वासे गम के गम अहिले म हजुरलाई सुँगुरको मासु बनाउने बेलामा देखाउँछु है कसरी बनाउनु पर्छ भनेर अहिले भेट्छु मासु बनाउने बेलामा सुरुमा करी बसाल्ने त थाहा होला नि तपाईहरुलाई नि त्यो त सिकाउनु पर्दैन मैले हैन सुरुमा यो कालो करी बसाल्ने अनि तेल हाल्ने हजुर खै लियो होला नि अनि तेल चाहिँ टक्क यसरी स्याट मिलाएर यो तेल चाहिँ धेरै हाल्नुहुन्न है मैले चाहिँ यति हाल्दै मिलाएर च्याट्ट हाल्नुपर्छ अब दसैँको मासु देखाउँछ है बसे रहेछ यस्तो मासु त सुकुट्यो भा हो सुकुटी भा मम्मीले टमाटर काट्न लाउनु भएको छ अब सर्लक्क पकाइन्छ भोक लाग्छ भात खाइन्छ केटाहरू घुम्न रहेछ गोल बेटा Usholendo piazze che anche poi là. Ok. Khoi lara na to. Achirako to. Asia. Asia ke? Ushentani? Khoi ra ni. Loi lara na अब टक्क. Ah! Am nó bèo. Mal ni. Ini itu anu mall go. Aku ngai pa ni. Ini apa gila rar. Ha cái đây là cha. Mana ni kan ini nang kono. Bah oi kada के पर्छले. ल. प्याज काट्ने त थाहा होला है तपाईहरुलाई? ए जाबा देखि परि के फेरि प्याज काट्ने. कुचेर जान्छ मलाई त. मिलाएर यसरी खुर्काउनु पर्छ बाहिरको खस्टा चाहिँ. नेगर टानाको न माटा नाले मम चाहिँ लजाउँछ के के बुढी रहेछ टानाको के यस्तो जाब के गरे बुढीलाई नि के देखाउने भन्दा डाङ्गनी नि डाङ्गनी ल करी टानाले मासु के टानाको परे टानाको यसरी काट्ने हो यसरी तेल तातिसक्यो अब यो प्याज चाहिँ धेरै मसिनोमा झाला छ नि सुरुमै फोडिदिन्छु के ढिलो हालिने हुन्छ अलिअलि भुटेर यो चाहिँ यस्तो भुटिसक्यो नि त सुँगुरको मासु पनेर मारा न अब यो हेर्नुहोस् करी पनि कस्तो बाङ्गे भइसक्यो हो भनेको खाना नि Sit down, don't सर्ट भुटिन्छ आन्द्रा नि रहेछ क्या यहाँ
आन्द्रा नि छ साथीहरू आमा अहिले यो टक्क हुँदा त झन् कति मिठो देखिने हो यसमा अब आफूलाई चाहिने जति नुन हालौँ चाहिने जति बेसार हालौँ सरी मासेले हो युडी सानी ए यो बेसार भयो अब झन् कति राम्रो देखिने म जस्तै यो चाहिँ देउताले चढाएको है झरेको होइन यो देउतालाई हो क्या सिमन ज्याकाले क्या अब इसेनाले ज्यान चेस रुट मने साइली सुन्तला हो सिंहै जुट मने अब छोरी हाल्दे दिराको मम्मी त्यस डिकाइ त्यस डिकाइ कि इसको नरम पारी के खाना हो खाने अब त यो चाहिँ सुकुटे जस्तो भयो नि त त्यही भएर यसलाई नरम अब भात खाने बेलामा त कम कम खानु पऱ्यो झ्याउँछ कि साथीहरू अहिले त्यही भएर मम्मीले चाहिँ पुग्दैन भने फेरि हालिदिनु भयो यसलाई एकछिन टक्क यत्तिकै सुकाइदिनु पानी हेर्नु न कस्तो हेर्छ कति खायो होला यसले दिनभरिमा घाँस यिनीहरूले आम्मा मजा खाए घाँस खायो घाममा सुत्यो काम गर्नु छैन यिनीहरूलाई केही छैन मजा हो कि यिनीहरू हेरेँ मैले काटेको घाँस खायो भने चाहिँ यिनीहरू कराउँदै कराउँदैन त्यस्तो यो बाख्राले चिन्नुहुन्छ अब के इल्ला फेरि इल्ला इसे यो छोप्ने भाँडा लिएर आउनु पऱ्यो साथीहरू म चाहिँ छोप्ने भाँडा खोज्छु छोप्नु पऱ्यो कि ट्याग ट्यागहरू फेरि ट्याग ट्याग छोपिदिने यसरी आफै सुकिरहन्छ माली सिसा नि मेङ्गर Narana to Narana Ngapi Migala Chorkadiling I say Charbari Kuri child is a Darana Ischapuni Baliga. It's a lot of Jose Satia. I दुखे चाहिँ क्या सक्दैनस् फेरि सक्दैनस् सक्छस् निसे बोला खाना नि क्या हो मा बङ्लासो है मा बङ्लासो फेरि चिनी कुटी गर्दा मम्मी आज म शान्ति भोलि 1 2
3 4 5 6 आमा अब 3 गरेर त भैलो खेल्छ है साथीहरु आमा तपाईहरु खेल्छ खेल्दैन हामी त खेल्ने हो केला त खेल्ने हो गाउँबाट खेल्छ खेल्दैन गाउँबाट खेल्दैन भने त अरूतिरबाट खेल्ने भनेको अरूतिरबाट फेरि कसैले बोलाएको छैन संगम भाइ र म मात्रै हिँड्दिन खेल्न दुई जना मात्र एउटा मादल बोक्ने हिँड्दिन ए भन भाइ यो संगम भाइको घर जान्छु खेल्न हाम्रो घर आउँछु ए सकियो त्यसपछि आमपाटी हटो गयो हैन काला आमपाटी लिङ्गेन माहरुले ए हो साथीहरु हाम्रो गाउँको आमपाटीहरु त गीताउनै जान्दैन त्यस्तो गीताउन जान्दैन भन्नेको चाहिँ हैन गीत त गाउँछ सबैजनाले एक छ गीत गाउने त तर छोप्ने मान्छेहरु नै छैन लास्ट बसिदिन्छ गीत गाइस त हे साइली भनेर गाएको है पाक्दैछ मासु पाक्दैछ अब टक्क मासु पाक्दैछ आछि ल सापमा मार ल के मैला माले के अरे यी साथीहरु अहिले त हल्का नरम भयो नुन लाग्दैन जस्तो लाग्छ मम्मीले फेरि धेरै नुनै नहाल्नु भन्नुहुन्छ कि अरे अब टक्क साथीहरु अब बनाइयो आज टक्क मैले देखाएँ नि हजुरहरुलाई है ए टमाटर हाल्ने हो नुन सुन हाले बेसार सेसार हाल्ने तेल हाले सब हाले अब यो टमाटर हाल्नु हो अनि मसला हाल्नु हो त्यसपछि भोक लाग्छ अनि हो ध्यान खाने हो ए यो माछा नि यो हाम्रो मम्मी हो यो खै राको गोलबाट नि काम भेट्काले हो त चट्ट गोलबाट हालिन्छ होइन चट्ट पाराले यसलाई चाहिँ हल्का लास्ट राख्नु पऱ्यो क्या यो टक्क उसिन्छ नि त चट्ट उसिन्छ नि त आम्मामा कस्तो राम्रो बाख्ना त राम्रो डक्कन उप झोल्काइन ए रक्काइन्छ इडी काकाले ए त्यो गङ्गटा छ कि साथीहरु यहाँ यो चाहिँ स्पेसल्ली हाम्रो बाबाको लागि मात्र हो क्या हाम्रो बाबाले फेरि मन पराउनु हुन्छ कि यस्तो ल फाइनल्ली साथीहरु आजको भ्लग अब यति नै हुनेछ आज दिनभरि कहाँ गयो के गर्यो कता गयो देखाउनु पाइएन किनकि मलाई ओभर अल्छी लागिरहेको थियो ल साथीहरु अहिले चाहिँ जाँगर अब यो गङ्गटा नि पकाइन्छ अब तरकारी नि पाकिसक्यो के अरे अब त्यो के हाल्दै देखाइसक्यो हजुरहरुलाई अब त्यो छोपिसी पाकिहाल्छ है अब त्यति नै हो अब मैले देखाउनु पर्ने सबै उस सामानहरु हालेको देखाइसक्यो अब पकाउनु हजुरहरु नि कस्तो हुन्छ यसो पकाएर चाख्नुस् ल कसैको मासु सकिएन भने कसैको घरमा राँगोको मासु नि होला सुकुटी यताउता दायाँ बायाँ हैन ल आजको भ्लग चाहिँ यहीसम्म हुनेछ यति भन्दै ए मेन कुरा त भन्नै बिर्स्यो लाइक कमेन्ट शेयर सब्स्क्राइब गरेर माया गरिदिनु होला यति भन्दै आजको लागि बिदा हुन चाहन्छु बाई बाई।